यो देशमा माओवादी हुनु कसैलाई रहर थिएन। आज हामी माओवादी पार्टीको गौरव गर्छौं, फरक कुरा हो। तर 52-62 को जनयुद्धको चाहिँ लडाकु भएर ज्यान फाल्न कसैलाई पनि रहर थिएन। कांग्रेस र एमाले उबेलाका पनि ओनर थिए यो देशका। झन्डै बहुमत कांग्रेसले ल्याएको थियो, प्रमुख प्रतिपक्षी पार्टी एमाले थियो। यी दुईवटा पार्टी मिलेर 2048 सालमा यो संविधान अझ राम्रोसँग लेखिदिएको भए, राम्रोसँग बनाइदिएको भए 2052-62 को चाहिँ जनयुद्ध गर्नु पर्दैन थियो, त्यहाँ लड्नु पनि पर्दैन थियो, 17,000 मान्छे मर्नु पनि पर्दैन थियो। तपाईहरु स्पष्ट हुनु। कहिलेकाहीँ भन्दा अहिले हामीलाई कहिलेकाहीँ 17,000 वाला चाहिँ भनेर हामीलाई आरोप लगाउने कोसिस गरिन्छ। यसमा तपाईहरु एकदम स्पष्ट हुनुहोस्। यदि जनताका आवाजहरूलाई नदबाइएको हुन्थ्यो भने, जनताका आवाजहरूलाई त्यसरी कमजोर नपारिएको हुन्थ्यो भने जनता उठ्दैन थिए। अब 13,000 मान्छेलाई मार्नेको किलो सेराटो अपरेसन कसले चलाएको? गाउँ गाउँमा गएर घर घरबाट 5 जना 6 जनासम्म निशस्त्र मान्छे जो जनसमुदाय अहिले पनि तपाई त्यो विभिन्न एमनेस्टी इन्टरनेशनल होस् या यो के अरे इन्सेक होस् वा अन्तर्राष्ट्रिय मानवाधिकारवादी जो संघ संस्थाको डाटा हेर्नु न, कतिजना मान्छे सशस्त्रलाई मारेको। ल ठीक छ, जनमुक्ति सेना त भिडेर मरे, बन्दुक बोकेको थियो, बन्दुक दुईटा बोक्नेले लडेर चाहिँ एक अर्कासँग विद्रोह गरेर मरे।